हेलो दिदीभाइ अनि दाजुबहिनी साथीभाइहरू, फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो ब्लग्समा है। अनि विशेष गरी अहिले चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि बडाफागु जाँदैछु। बडाफागु चाहिँ किन भन्दाखेरि अघि मैले मान्छे पुर्याइराखेको थिएँ अनि उहाँ मान्छेहरूलाई फेरि लिनुको निम्ति चाहिँ म अहिले जाँदैछु। म खाली जाँदैछु र यो बाटो चाहिँ चेलखोलाको बाटो है। अन्त जाँदैछु, जाँदा जाँदा तपाईँको अगाडि देख्दै गरेको त्यो दृश्यहरू चाहिँ चेलखोलाको हाम्रो पिकनिक स्पोट्स हो र यसमा चाहिँ तपाईँको जनवरीको सिजनमा चाहिँ पुरा पिकनिक खेल्नुको निम्ति टाढाटाढादेखि आउँछ। गान्तोक, सिक्किम अनि जयगाउँतिर, बिन्दागुडी विभिन्न जग्गादेखि यहाँनिर चाहिँ पिकनिक खेल्नु रमाइलो गर्नुको निम्ति आउँछ। अनि यो चाहिँ हाम्रो गोरुबथानको सान पिकनिक स्पोट्स भन्छ है। यो चाहिँ खोला छ अनि यस्तै डाँडा काँडा पहाडहरू छ र यो पिकनिक स्पोट्सलाई चाहिँ अझै मलाई लाग्छ बनायो भने चाहिँ अझै असल र धेरै राम्रो हुनेछ र इन्कम सोर्सको जरिया पनि बन्नेछ। यहाँको हाम्रो गोरुबथान निवासी है साथै कमिटी र पिकनिक स्पोट्सको कमिटीहरूले ध्यान दिएर यहाँनिर अझै यसलाई राम्रोसँगले बनायो भने अझै असल हुनेछ भन्ने मलाई लाग्दछ। र यहाँनिर तपाईँहरूले आउँदो समयमा घोडाहरू राखेर है, घोडामा एकजना चढाएर फोटो खिचेको पनि 30 देखि 50 रुपिसको आसपास लिँदो रहेछ। त्यो बिजनेसहरू पनि गर्नु सकिन्छ, साथै अन्य बिजनेसहरू पनि हुन सकिन्छ र यसलाई अझै डेभलप गऱ्यो भने यो चाहिँ अब तपाईँको सिजनमा जनवरीको र डिसेम्बरको सिजनमा मात्रै चल्ने गर्दछ। त्यति त्यो घोडाहरू राख्यो र साफसफाइ मजाले गऱ्यो भने चाहिँ अफ सिजनमा पनि मलाई चाहिँ चल्छ जस्तो लाग्छ, किनकि यो जग्गा एकदमै सुन्दर छ र राम्रो पनि छ। खोला छ, क्लाइमेटहरू पनि राम्रो छ, पहाडहरू बादलहरू देख्छ अनि त्यो सबै कुरो असल र राम्रो भएको कारणले गर्दाखेरि यो चाहिँ हाम्रो गोरुबथानको कमिटी अथवा लगायत अरू दाजुहरूले यसलाई ध्यानपूर्वक राखेर यसलाई अझै टुरिज्मलाई मजाको बनायो भने चाहिँ अफ सिजनमा पनि चल्ने सम्भावना चाहिँ पुरै देख्दछु म। साथै तपाईँहरूले यहाँनिर घिर्लिङ पनि चलाउनु सकिन्छ है। घिर्लिङ बनायो अनि स्काई वकहरू बनायो भने अझै एट्र्याक्सन टुरिस्टहरूको हुँदछ र विभिन्न जग्गादेखि आउने गर्दछ र त्यो टुरिस्टहरू आएपछि केही इन्कम सोर्सको जरियाहरू पनि बन्दछ। हाम्रो गोरुबथानमा पनि धेरै बेकारीहरू भएर बसिरहेको छ, पढेकोहरू पनि छ, केही बेकारी भएर बसेकोहरू छ। त्यस कारणले गर्दाखेरि यो व्यवसायहरू गऱ्यो भने पनि अझै राम्रो हुनेछ, किन भन्दाखेरि केही न कुछ त गर्नु पर्यो भन्ने एउटा उद्देश्य राखेर गऱ्यो र अघि बढ्यो भने चाहिँ एकदम राम्रो हुनेछ। तपाईँहरूले हामीले अरू जग्गामा हेर्छौँ कतिवटा त्यो जग्गाहरू राम्रो नहुँदा पनि जबरजस्ती बनाएको हुन्छ, तर हाम्रो यो चेलखोला पिकनिक स्पोटको जुन चाहिँ बनावट छ यो चाहिँ एकदमै सुन्दर छ र राम्रो छ। यसमा हामीले बेसी मेहनत पनि गर्नु पर्दैन र हामीले अलिअलि गऱ्यो भने पनि एकदमै राम्रो हुने गर्दछ। म चाहिँ आइपुगेँ फाइनली गाइसहरू बडाफागुमा चाहिँ म्याच हुँदो रहेछ। कहाँ गएको छ तर मलाई थाहा छैन। त्यो चाहिँ म एकछिनमा सोधेर पत्ता लगाउँदैछु अनि तपाईँहरूलाई पनि भन्नेछु। यहाँको म्याच हेर्नु चाहिँ एकदमै मजा आउँछ, किनकि टिमहरू बहुत टाढाबाट आउँछ र दामी टिमहरू आउने गर्दछ। अनि यहाँको बडाफागुको टिम अर्गनाइजरहरू पनि एकदमै राम्रो छ। त्यस कारणले गर्दाखेरि धेरै टाढाबाट राम्रो टिमहरू आउने गर्दछ, बोलाएर आउने गर्दछ र धेरै राम्रो म्याचहरू यहाँनिर हुने गर्दछ। हेर्नु एकदमै मन लाग्छ, तर समय नभएको कारणले गर्दाखेरि हेर्नु पाइरहेको छुइनँ र पनि यहाँनिर हेर्नु जतिजना पनि आउनुभएको छ, जतिजना पनि हेर्नु आउनुभएको छ तपाईँहरू सबैजना मजाले हेरेर जानुहोस् होला। अनि हामी चाहिँ जाँदैछौँ, अहिले पुग्न आँट्यौँ।
बाटो चाहिँ यस्तो छ। राइट साइडमा डाँडाकाँडा जस्तै छ सुन्दरता हाम्रो गोरुबथानको। अनि म चाहिँ यसरी मान्छे पुर्याउन जाँदै गर्दाखेरि बडा मजाको दृश्य पहाड हेर्नु पाएँ र भिडियोमा क्याप्चर गर्नु पाएँ। यो पहाड चाहिँ अम्बेकतिरको हो र फेरि फर्किँदाखेरि चाहिँ तपाईँको यो बडाफागुको हाटघरलाई पनि नयाँ सुरु भएको रहेछ। यो हाटघर चाहिँ शुक्रबार बजार लाग्दो रहेछ यहाँनिर। म त घुम्न आएको छुइनँ, तर कुनै दिन समय मिल्यो भने म अवश्य शुक्रबारको दिन यो हाटघर अनि यो बजारमा घुम्न आउने छु। र यसै गरी म जाँदैछु। अहिले चाहिँ मान्छे पुऱ्याएर फर्किँदैछु म आफ्नो घरपट्टि फर्किँदाखेरि चाहिँ गाडी कुदाउँदै फर्किँदैछु म है। अन्त कुदाउँदाखेरि यताउति हेर्दैछु। त्यो चाहिँ किन भन्दाखेरि कुकुरहरू बिरालोहरू आउने गर्दछ अचानक, त्यस कारणले गर्दाखेरि। अनि केटाकेटीहरू पनि कोही बेला रोडमा खेलिरहेको हुन्छ भनेर चाहिँ म हेर्दैछु। हेर्दै टक्कै यहाँनिर बडाफागुको आइटी कलेजमा आइपुगेँ म चाहिँ। अन्त यो आइटी कलेजलाई पनि मेरो क्यामेरामा क्याप्चर गर्नु सकेँ। हेर्दा ठुलो छ तर पनि मेरो यो सानो क्यामेराले क्याप्चर गर्न सकेँ। र यहाँनिर चाहिँ एकदमै रोड बनाउँदो रहेछ। रोड बनाउँदै गरेको कारणले गर्दाखेरि चाहिँ धेरै रोडाहरू पनि यताउति भइरहेको छ। र जाँदा तपाईँको लेफ्ट साइडमा फेरि ग्राउन्ड आइपुग्यो। यहाँ चाहिँ नि फुटबल हुँदैछ। हाल फिलहालमा चाहिँ सुरु भएको छैन, टाइम भएको छैन। बेलुका चाहिँ 3-4 बजीदेखि सुरु हुन्छ। अहिले चाहिँ मोटामोटी खाली छ। र म जाँदैछु यो ग्राउन्डहरूको नजारा हेर्दै है। अन्त रोडहरूको नजारा हेर्दै यता राइट साइडमा फेरि घर मजाको बनाएको रहेछ यहाँनिर। यो चाहिँ बगान हो। बगानलाई यहीँनिर राख्दै है मजाको दृश्य। आमामा यो जग्गाहरूलाई यहीँनिर छोडिराखेर फेरि अगाडि बढ्दै म चाहिँ जाँदैछु आफ्नो घरतर्फ। अनि यहाँदेखि उकालो यसरी हेर्दाखेरि त धेरै राम्रो देख्दो रहेछ। बहुत आमामा यस्तो मजाको बादलहरू पहाड है। यो रोडहरू चाहिँ बनाएको कारणले गर्दाखेरि अलिक बेसी हल्ला हुँदैछ ब्याकग्राउन्डमा। र तपाईँहरूले यो हल्लालाई इग्नोर गरेर हेर्दैनुहोस् होला। अनि यसै गरी म जाँदैछु आफ्नो घरतर्फ आफ्नो ड्युटी सकेर। अनि फेरि पनि म चेलखोला पिकनिक स्पोट्सको माथि टपमा आइपुगिसकेको छु। र यो डाँडादेखि तपाईँहरूलाई उनीहरूको दृश्य देखाउनेछु। आमा कस्तो मजाको देखिदिरहेको है। उनीहरूको दृश्य यस्तो छ। अनि मैले उँभोको पनि तपाईँहरूलाई देखाइसकेँ। र यसरी जाँदैछु। अघि मैले भनिहालेँ है, यो जग्गालाई चाहिँ एकदम टुरिज्मको लागि चाहिँ मजाले बनायो भने चाहिँ अफ सिजनमा पनि धेरै राम्रो चल्ने सम्भावना छ। र धेरै टाढाबाट टुरिस्टहरू पनि आउने गर्दछ। राम्रो छ। यहाँ माथि चाहिँ टपमा चाहिँ टाइटानिक भ्यू पोइन्ट छ। अन्त माथि हाम्रो गोरुबथान भनेर पनि लेखेको छ अहिले। त्यो माथि जाने बाटो चाहिँ त्यही हो, लेफ्ट साइड यो रातो घरदेखि उकालो जान्छ। र फेरि त्यो भ्यू पोइन्टहरूलाई पनि छोडिराखेर अघि बढ्दै अनि जाँदैछौँ। र यसरी यहाँको जग्गा रोडहरू चाहिँ यस्तो छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ। मजाले जग्गा भित्किएको छ। यो पनि बनाउनु पर्ने अवस्था भइसकेको छ। र एक दिन बनिनेछ। र बनेर त्यो बनेको रोडमा मजाले स्मुथ प्रकारले म अवश्य गाडी कुदाउने छु। र यसरी नै अगाडि
मजाको बिल्डिङ छ। यो बिल्डिङ माथिदेखि चाहिँ उँधोको दृश्यहरू दामी देख्छ। राम्रो त्यो खोला बर्खामा चाहिँ एकदमै ठुलो हुन्छ। अहिले अब हिउँदो हो, त्यही कारणले गर्दाखेरि खोला सुकेको छ र सानो छ। हुन्छ, तपाईँहरूलाई धन्यवाद।